हेलो नमस्ते सबैजनालाई। म आज खाना लिएर बसेको छु। है खानै नदेखिँदो रहेछ कि जति भने नि। ल हेलो सबैलाई नमस्कार, वेलकम। आमामा यो के खाने हो यस्तो? कफै एउटा दुईटा ल्याऊ। यो हाल ल अब भयो। ल भयो चटनी ल्याउ त। आमामा के खाने हो यस्तो पनि? मासु ल भयो त्यति राख। म पहिला साग र भात खान्छु। भात खाने बेला के खाएको थियो? देख देख दे।
सब डरा खाना मन्दिर थुप्पैमा अनि मन्दिर मात्रै छ क्या फेरि सालको घारी घारी छ क्या जङ्गल अब त आउँछ यति अचार ल्याउ न प्रीति ए खानु भुटुवा खानु मासु खानु मुसा खानु भन मुसा त कति मजा बनाउँछ पिरो होला त थोरै थोरै खानु थोरै थोरै नखाने मासु नै खानु रोज हाल्दिमा चाहिँ एक पिस एक पनि ल कुन हाल्दिनु ल भन्नु त यो मासु हाल्दिनु मासु नभए भयो नराख नखाने भएछ सौतु त नि यो खानुलाई खानु खानु एक पिस खाएँ
अहिले नि गाडीले घुमाइदिन्छ मलाई त खा यो सुत्नु मलाई तपाईँ खानु अनि मजाले त भात राख्नु मम्मी साग तरकारी सब पुग्यो मलाई तपाईँ ए राख्दिउँ एउटा कचेर गिलासमा कचेर के हो त त्यो रस गरियो क्या हुन्छ उहाँ यिनीहरूलाई नि त कुरा दियो भने चाहिँ लड्डु पेडा कुराउनी खान्छ कि के बसाले खा पड्के छ किन तले त्यहाँबाट निकाल्दिने रोज पायो भने मजाले खान्छु गाई म त मनपर्छ मलाई
यति भात सकिनँ गाइस मैले ल सबै सकेँ मासु भात यति सकिनँ ल सबैजनाले लाइक सब्सक्राइब सेयर कमेन्ट गर्नु होला बाई बाई मायालु बाई बाई